ल अब तिमी गेममा आयो होइन। अब तिमीलाई गेमको बारेमा केही थाहा छैन अनि तिमी हेर्छौ यहाँ अब के सामानहरू हुन्छ यहाँ। अब कुन कसरी युज गर्ने त्यस्तो कन्फ्युजमा पर्छौ। डराउनु पर्दैन, सुरुमा यस्तै हो। अब बुझ्दैन, अब बिस्तारै 1-2 दिन खेल्दै गएपछि मजाले बुझिन थाल्छ। सबभन्दा त सुरुमा यो तिम्रो क्यारेक्टर हुन्छ यो होइन। अनि क्यारेक्टरको हेर यो स्किल्सहरू यो छ, यो हिलिङ स्किल्सहरू छ, यो ड्यामेजहरू गर्छ एनिमीलाई। अहिले त टार्गेट नै छैन कोही पनि एनिमी, अनि योहरू युज गर्ने हो। अनि स्किल्सहरू कसरी पाउँछ भने तिमीहरू लेभल अप गर्दै गयो भने स्किल्सहरू पाउँदै जान्छ। र स्किल्सहरू पायो भने स्किल्सहरूलाई पनि लेभल अप गर्नुपर्छ। लेभल अप गऱ्यो भने ड्यामेज इन्क्रिज हुन्छ, तिम्रो एचपीहरू छिटो छिटो बढ्छ। अब स्किल्सहरूको सेक्सन कुन छ भनेपछि स्किल्सहरूको सेक्सन यो हो। यो पनि होइन, स्किल्सहरूको सेक्सन यो योमा जान्छौ, हेर्छौ। अब तिमी स्किल्स मैले यो 10 लेभलसम्म पुर्याइसकेको छु। हेर यसले के गर्छ, 522 देखि 546 ड्यामेजसम्म गर्छ यसले। यस्तै गरेपछि सब स्किल्सहरू खुल्दै जान्छ अनि लेभल अप गर्दै जानु। यो तिमीलाई सामानहरू पाउँछु कि यस्तो लेभल अप गर्ने। हेर मसँग 7वटा छ। अब म लेभल अप गर्छु है त कुनै। अब यो लेभल अप गरेँ मैले, ल यो कति लेभल पुग्यो, अब 10 लेभल पुग्यो, अघि 9 लेभल थियो। अनि स्किल्सहरू कसरी एक्युप गर्ने भनेपछि यस्तो यहाँ हुन्छ। अनि जस्तो यो सिलेक्ट गर्यो, अब कहाँ राख्नु छ तिमीलाई, मैले यहाँ राख्नु छ, मैले यहाँ राखेँ। हेर स्किल्सहरू अब आयो। स्किल्सहरू यसरी चुज गर्न मिल्छ होइन। अनि त्यसपछि अब स्किल्सहरूको लेभल अप गर्न बुझ्यौ, स्किल्सहरू कसरी पाउँछ भने त्यो पनि बुझ्यौ। अब त्यसपछि एचपीहरू है त हाम्रो एचपी कति छ अहिले, 7190। अनि एमपी चाहिँ कति छ, 1875 एमपी छ मेरो। अब सुरुमा त कतिको 1000, 1500, 2000सम्म हुन्छ। अनि त्यसपछि खेल्दै गएपछि तिमीले रिवार्ड्सहरू कलेक्ट गर्दै जान्छौ। अनि त्यसपछि तिमीहरूको एचपी पनि बढाउन मिल्छ। एचपी बढाउनको लागि योमा जानुपर्छ। योमा गएपछि अब पक्सहरू खोल्नुपर्छ कि। अब एचपी कुनमा छ त, अब एचपी हेर्नु के तिमीहरूको मैले सब टोकनहरू युज गरिसकेको छु, त्यसैले मैले अहिले खोल्न मिल्दैन। अनि एचपी कुनमा छ, जस्तै योमा होला एचपी कुनमा, एमपी छ योमा। यो खोल्नको लागि लाइन बाई लाइन जानुपर्छ। यो खोल्नुपर्छ, यसपछि यता साइडको खोल्छ, यो खोलेपछि यता साइडको खोल्न मिल्छ, यो पनि खोल्न मिल्छ। अनि फेरि यो खोल्ने, त्यसपछि यो यसरी गर्दै गएर एचपीहरू खोल्दै जानु। एचपी कुनमा छ, एचपीहरू खोल्दै गयो भने तिमीहरूको 100 एचपी। अनि यसरी गर्दै गयो भने तिम्रो यसरी 7000सम्म पुग्न सक्छ। 7000 पुग्यो भने त एनिमीलाई त अब अट्याक गऱ्यो भने तिमीहरूसँग धेरै एचपी हुन्छ अनि छिटो मर्दैनौ। ल एचपी बुझ्यौ, स्किल्स बुझ्यौ, अनि यसलाई लेभल अप कसरी गर्ने त्यो पनि बुझ्यौ। अब सेकेन्ड कुरामा जाउँ है त। सेकेन्डमा भनेको किना अर्न गर्नुपर्छ हामीले। किना अर्न गर्नुपर्छ हामीले। मसँग कति किना छ भनेपछि यहाँ हेर्न सक्छौ, 598K जति किना छ। अब दिनमा तिमीहरूले जति क्वेस्टहरू कम्प्लिट गर्छौ, डन्जनहरू हुन्छ गेममा, त्योहरू कम्प्लिट गर्दै गएपछि तिमीहरूलाई जति सक्दो किना अर्न गर्न सक्छौ। एनिमिजहरूलाई मार्यो भने किनाहरू अर्न गर्न सकिन्छ। अब हेर, अब कम्ब्याट फाइटमा जाँदाखेरि अब एनिमीले अट्याक गऱ्यो भने सबभन्दा सुरुमा त ब्याग हेरौँ है। ब्याग कहाँ छ, यो ब्याग छ 67/70 छ नि। योहरू ब्याग छ मेरो। ब्यागमा त के छ है। अनि योहरू फर्स्टमा त आर्मर सेलेक्ट गर्नुपर्छ। आर्मर यो छ नि मेरो, यो अट्याक गर्ने हो। मैले यो भाला लिएको छु नि मैले, यो स्वord हो, यही हो। यो कति गर्छ अट्याक हेरौँ यहाँ। यसले एक सटमा 132 देखि 182सम्म ड्यामेज गर्छ। अनि मसँग चाहिँ धेरै स्वर्ड्सहरू छ, यो पनि छ। तर यसको कति छ अट्याक, यसले 8 देखि 11सम्म मात्र गर्न सक्छ यसले। त्यसैले मैले यो चुज गरेको होइन। धेरै होला स्वर्ड मसँग। यो पनि छ, यसले पनि कति 88 देखि 121सम्म मात्र ड्यामेज दिन्छ। त्यसैले मैले यो स्वर्ड लिएको छु है त। अब यो स्वर्ड लिएको छु मैले। अब यसलाई अझै पनि लेभल अप गर्न मिल्छ है त। जस्तै अब मैले
यो सर्ट लिए। अब लेभल अप गर्नको लागि यसलाई यहाँ थिच्ने, यहाँ थिचिसकेपछि आउँछ त्यसपछि यो। अब मसँग यो अहिले यसको कमी छ है त। योहरू पनि गेम खेल्दै गएपछि रिवार्ड्सहरूमा मिल्छ अनि गियर गर्न मिल्छ कि गियर अप गर्न मिल्छ। यो पनि लेभल कतिको, लेभल 5 को छ मेरो। अनि जस्तै लेभल अप गर्नको लागि यहाँ थिच्नु अनि कोइन्स खर्च हुन्छ मेरो 29,000 कोइन खर्च गर्नुपर्छ अनि मेरो यो लेभल 6 जान्छ। यसरी गर्दै तिमीले अब भेस्टहरू पनि कम्पेरिजन गर्न मिल्छ। यो भेस्ट मैले चुज गरेँ, मैले इक्विप गरेको भेस्टमा ई लेखेको हुन्छ कि यहाँ ई लेखेको हुन्छ, हेर कुन इक्विप हुन्छ त्यहाँ ई लेखेको हुन्छ। अब मलाई कम्पेरिजन गर्नु छ यो भेस्टको कति छ, डिफेन्स कति छ 137 छ, तर मैले अर्को भेस्टले सेलेक्ट गरेको त्यसको कति छ 49 मात्र छ। यसरी नलिने, जुनको डिफेन्स र एचपी धेरै हुन्छ नि त्योहरू लिनुपर्छ। अब यसको हेरौँ है त, यसको कति छ 201 छ। अब मैले इक्विप गरेको कति छ 137 मात्र छ, त्यसैले म अब चेन्ज गर्छु। यसलाई चेन्ज गर्नको लागि के गर्ने, डबल क्लिक गरिदिने। अब डबल क्लिक गरेपछि हेऱ्यो यहाँ कुन आइसक्यो मेरो भेस्ट, यो भेस्ट आइसक्यो 201 एचपी डिफेन्सवाला। यसरी गर्दा चेन्ज गर्न मिल्छ होइन। अनि त्यसपछि अब ब्यागमा खोल्छौ यत्रो के आइटम छ। अब योहरू हेरौँ है त, यसले के गर्छ, यो स्पेल्सहरू हो। स्पेल्स भनेको अब कम्ब्याट टाइममा फाइट गर्दाखेरि अब तिम्रो एचपी घट्यो भने एचपी रिकभर गर्नमा हेल्प गर्छ यसले। अब यसले के गर्छ, इन्स्ट्यान्टली रिकभर 1137 एचपी। यसले एकैछिनमा तिम्रो कति 1100 एचपी दिन्छ। अब यो युज गर्नको लागि यहाँ हुन्छ होइन, यहाँ हुन्छ, यहाँ यो थिचेर यो राख्यो भने अगाडि राख्यो भने यहाँ तल आउँछ, स्किल सेक्सनमा तलको ठाउँहरूमा राख्ने ठाउँमा आउँछ है त। अनि यो पनि किन्दा भयो, यो पनि उस्तै छ, यो पनि सेम छ, एभ्री 2 सेकेन्ड्स। यो पनि 1137 एचपी दिन्छ, 2 सेकेन्डमा दिन्छ, 10 सेकेन्डसम्म दिन्छ यसले होइन। अनि योहरू पनि उस्तै भयो, स्पेल्सहरू छ। अनि बाँकी योहरू हेरौँ है त, कम्ब्याट फाइटमा बसहरूलाई फाइट गर्न जाँदाखेरि यस्तोहरू हेर्नु कि यो सेतो कलरहरू छ नि, यो पढेरै थाहा पाउँछ कि क्लिक गऱ्यो भने आफै डिटेल्स देखाइदिन्छ यसको साइडमा। अब यसको के काम छ भनेपछि इन्क्रिज कम्ब्याट स्पिड बाई 10% फर 5 मिनट। तिम्रो कम्ब्याट स्पिड 10%ले बढाइदिन्छ 5 मिनट्सको लागि। अनि त्यसैले तिमी फाइट गर्न जान्छौ त्यतिखेर यो युज गर्नको लागि डबल जस्ट क्लिक गर्नु, ब्याक खोल्नु, डबल क्लिक गरिदिनु, यो युज भइहाल्छ तिम्रो। अनि यो हेर, इन्क्रिज म्याक्स एचपी बाई 10% एन्ड म्याक्स एमपी बाई 100% फर 5 मिनट्स। अब एचपी पनि 10%ले बढाइदिन्छ। अनि अट्याक गर्न गयो मेरो 7000 एचपी छ। अब मैले यो युज गरेँ अनि त्यसपछि कति एचपी बढ्छ मेरो 10% भनेको 700 एचपी अझै एड हुन्छ मेरो। यो कति मिनटको लागि, 5 मिनट्सको लागि। अब यो युज गरेँ, हेऱ्यौँ यहाँ मेरो कति छ अब 7881 आयो एचपी। योहरू युज गऱ्यो भने तिम्रो एचपी बढ्न सक्छ। यस्तैहरू छ। अनि योहरू बारेमा थाहा, जब जेको बारेमा थाहा गर्नु छ भने जस्ट क्लिक गर्नु, लेफ्टमा आफै देखाइदिन्छ। इन्क्रिज अट्याक बाई 22, एक्युरेसी बाई 78 एन्ड म्याक्स स्ट्यामिना बाई 300 फर 5 मिनट्स। अब यस्तै हो होइन। अब योहरू पनि बुझ्यौँ है त। अनि कहिलेकाहीँ अब तिम्रो ब्याग भरिन्छ है त, ब्याग भरेपछि चाहिँ अट्याक गर्दैन, यस्तो थिच्छौ नि लेभल यहाँ मिसनहरूमा, अनि अट्याक गर्दैन। अब ब्याग भरिन्छ, 70 स्पेस छ मेरो, 70वटा ब्लक्स छ, 70वटै ब्लक्स भऱ्यो भने मेरो अट्याकै गर्न मिल्दैन। अनि ब्याग खाली गर्नको लागि के गर्नुपर्छ, कि त ब्यागको स्पेस पर्चेज गर्ने, ब्लक पर्चेज गर्ने, कि त ब्याग खाली गर्ने। अब ब्लक पर्चेज गर्नु छ भने यहाँ तल सबभन्दा तल हेरौँ है त, यहाँ ताला जस्तो छ नि, तालामा क्लिक गऱ्यो भने कति भन्दैछ 250K मैले लगायो भने मेरो 4वटा स्लट्स खुल्छ। तर मलाई यसले 70 स्लट्स इनफ भइरहेछ, त्यसैले म किन्दिनँ। किन त्यत्रो पैसा खर्च गर्नु अहिले। त्यसैले म अब तिमीलाई नचाहेको सामानहरू पनि डिलिट गर्न सक्छौ। डिलिट गर्नको लागि तल हेरौँ, त्यसको तालाको तल डस्टबिन छ है, डस्टबिनमा जानु। अब कुन सामान काम लाग्नु छैन त्योहरू फाल्दा हुन्छ। योहरू छ नि, योहरू क्राफ्टिङहरूमा काम लाग्छ। तिमीले क्राफ्टिङ गर्नु, यो कलेक्ट गर्नुपर्छ। योहरू यत्तिकै ठाउँमा हुन्छ, त्यहाँ लिएर आएर अनि क्राफ्टिङ गर्नुपर्छ। यसले गियर अपमा हेल्प गर्छ। अब भेस्टहरूलाई बढाउन एचपीहरू त्यस्तोमा हेल्प गर्छ यसले। अब जस्ट मलाई अब खाली गर्नु छ ब्याग, मलाई केही चाहिएको छैन भने म यो जस्ट सेलेक्ट गर्छु, डबल क्लिक, कतिवटा 3टा छ मसँग, म्याक्सिमम हालिदिन्छु, थिच्ने यहाँ। अब सेलेक्ट भयो त्यो। अब तल डिलिटको अप्सन आउँछ, यो मैले डिलिट फालिदिएँ।
यसरी फालेपछि अब मेरो कति थियो 64 ब्लक्स भरेको थियो अब हेर 63 मात्र भरेको छ अब ब्याग खाली गर्न पनि आयो है त अनि अब जाने मिसनमा अब मिसनहरू कहाँ देखाउँछ मिसन सबभन्दा सुरुमा त लेफ्टमै हुन्छ त्यहाँ येल्लो कलरमा थिच्ने बित्तिकै अब तिम्रो क्यारेक्टर आफै जान थाल्छ कि कति मिटर दूर छ मेरो मिसन हेर 166 मिटर दूर छ अनि आफै जाँदैछ अब आफै जाँदैछ मैले रोकेँ अब रोक्यो यहाँ फेरि मलाई त्यही मिसनमा जानु छ त्यहाँ क्लिक गरिदियो आफै जान्छ त्यो मिसनमा है त अब मलाई अब पेट हुन्छ कि गेममा पेट हुन्छ तिमीहरूसँग यो पेट के काम लाग्छ भने छिटो जान काम लाग्छ अब मैले पेट युज गरेन र यो मिसनमा गएँ यत्तिकै गइरहेको छु अब धेरै टाइम लाग्छ नि त मलाई जान त्यसैले पेटहरू पनि हुन्छ पेट एक क्युब गर यहाँ जानु आफै उड्न थालो अब यो पनि अलिकति ढिलो हिँड्छ भने नि अर्को पनि दिन्छ तिमीसँग ड्रागन दिन्छ तिमीलाई ड्रागन युज गरे भने हेर ड्रागन थिचे अब यो उड्न थाल्यो एकैछिनमा पुग्छ अब यो त्यहाँ हेर्नु मिसन भएको ठाउँमा आफै पुग्यो हेर मिसन भएको ठाउँमा पुग्यो मलाई मिसन अब एनिमेसन देखायो त्यहाँ क्लिक गरेपछि आफै मिसनभित्र गयो एनिमेसन देखाउँछ स्किप गर्दा पनि हुन्छ अब मिसनभित्र पसेँ म अब मिसनभित्र गएँ यसरी नै मिसनहरू कम्प्लिट गर्नुपर्छ लेफ्टमै हुन्छ त्यसपछि जस्तै अब यहाँ थिच्यो भने के भन्छ क्यानट अटो मुभ हुँदैन किन थाहा छ किनकि यहाँ अब आफैले मुभ गर्नुपर्छ अनि के भनेको छ त चेक द इन्ट्रान्स टु द अन्डरग्राउन्ड फोर्ट्रेस त्यहाँ पढ्नु के त्यहाँ के लेखेको छ चेक द इन्ट्रान्स टु द अन्डरग्राउन्ड फोर्ट्रेस अनि त्यसपछि आफै मुभ गर्दै त्यहाँ ठ्याक्कै त्यो ठाउँमा जानु कि अब हेर त्यहाँ रेड कलरको बल्दैछ त्यहाँ जानुपर्छ आफै सबभन्दा सुरुमा अब मुभ गर्दै गएँ म अब बिस्तारै हिँड्दा छु त्यसैले मैले के भने योहरू युज गर्दा हुन्छ हेर अब छिटै गएँ त्यहाँ पुगेँ अब यहाँ गएपछि के भन्छ यस्तोहरू हेर्नु कि यस्तो यो येल्लो कलरको हुन्छ नि बलेको योहरू हेर्नु अब यहाँ गएँ अब यो के भन्दैछ मान्छेले अनि के भन्छ फलो नेमन एन्ड इन्भेस्टिगेट द मोनुमेन्ट अब निमन कहाँ छ अब क्यानट अटो मुभ अनि निमन क्यारेक्टर हुन्छ निमनको ठाउँमा जानु अनि के भन्छ इन्भेस्टिगेट द खोज्नु त्यहाँ अनि यहाँ आएपछि ठ्याक्कै यो सेटिङ जस्तो आइकन हुन्छ यो थिच्यो भने अनि हेर कि भेटाएँ मैले एउटा अब के भन्छ क्यानट अटो मुभ अब के भन्छ फलो निमन एन्ड इन्भेस्टिगेट द मोमेन्ट यहाँ थिच्नु अनि फेरि जानु त्यहाँ फाइन्ड द सेकेन्ड ब्लड स्वord भन्दैछ फाइन्ड द थर्ड ब्लड स्वord यस्तो 3टा स्वord खोज्नुपर्ने हुन्छ मैले अब स्वord कहाँ खोज्नु त मैले अनि हेर अलगरनिरी गयो त्यहाँ अनि के भन्दैछ त्यहाँ फलेन रिमेन्ट्स अनि यहाँ गएर मैले आफ्नो स्किल युज गरेँ खुल्यो अनि यहाँ छ हेर यो भेटाएँ मैले अर्को की पनि भेटाएँ स्वord भेटाएँ अर्को पनि अब के भन्दैछ फाइन्ड द थर्ड ब्लड स्वord अब थर्ड ब्लड स्वord कहाँ भेट्नु यस्तरी खोज्नुपर्छ साइडहरूमा खोज्नुपर्छ कि भेटिहाल्छ हेर त्यहाँ लेखेकै छ ब्लड स्वord अनि फेरि त्यहाँ जाने अब यहाँ गएपछि आफै एनिमी आयो अब यसलाई बिट गर्नको लागि के गर्नुपर्छ एनिमीमा थिच्यो भने क्लिक गऱ्यो भने नि आफै त्यो एनिमीलाई टार्गेट सिलेक्ट गर्छ होइन त्यसपछि अब स्किल्सहरू युज गर्ने हेर मैले यो स्किल्स युज गरेँ मार्न थालेँ मैले सुरुमा त इजी हुन्छ कि मार्न त्यसपछि बसहरू धेरै स्ट्रङहरू आउँछ कि त्यसलाई अलिकति मार्न गाह्रो हुन्छ त्यसैले मुभमेन्ट गर्दै मार्नुपर्छ मुभमेन्ट गर्दै अब उसले अट्याक गर्न आँटेको हुन्छ नि अनि सिधा जम्प गरिदिने क्या भागिदिने अनि फेरि आफू जाने एकछिनमा फेरि अट्याक गर्ने हेर मऱ्यो त्यो दुइटाले मारिदिइसकेँ मैले अब टाइममा सुरुमा त योहरू युज गर्नु योहरू चाहिँ एक्टिभ स्किलहरू छ यो अब मारिसकेँ मैले फेरि त्यहाँ गएँ अब यहाँ गएँ हेर मैले थर्ड ब्लड स्वord पनि भेटेँ अनि त्यसपछि अब यहाँ जाँदैछु म अर्को ब्लड स्वord यहाँ छ मैले भेटेँ यहाँ अर्को ब्लड स्वord पनि यहीँ छ फेरि यहाँ पनि एनिमी आयो अब यसलाई मार्न थाल्ने अब हेर मेरो कति छ एचपी घटेको छ कि छैन हेर त 5600 मात्र छ अब मैले स्पेल्समा क्लिक गरेँ हेर स्पेल्समा क्लिक गरेँ मेरो हेऱ्यौ 6400 अर्को पनि क्लिक गरेँ 6500 भयो हेऱ्यौ स्पेल्सहरू काम लाग्छ कि लाग्दैन मैले भनेको थिएँ कि यसरी नै योहरू युज गर्ने अनि क्लिक गर्दै जाने अब स्किल्समा थिचेँ मैले यो स्किल्स थिचेँ
यो अट्याक हाने यसरी एक्टिभ स्किल्सहरू छ कि सबै यसरी नै स्किल्सहरू गर्दै युज गर्दै मार्नुपर्छ यसलाई। त्यो पनि मरो। अब त्यही अब ब्लड स्वord मैले लिनुपर्छ त्यहाँ गएर। जान्छु म। यो युज गऱ्यो भने दौड्छ, यो युज गऱ्यो भने दौड्छ, यो युज गऱ्यो भने जम्प हान्छ। डबल क्लिक गऱ्यो भने फेरि पखेटा खुल्छ तिम्रो। अब युज गर्नको लागि विङ्स युज गर्नको लागि माथि ठाउँबाट जम्प गर्नुपर्छ कि अनि खुल्छ, नत्र मिसनमा भयो भने आफै खुल्छ त्यहाँ क्लिक गऱ्यो भने। अनि त्यसपछि अब मैले भेटाइसकेँ। अब के भन्दैछ, चेक द इन्ट्रान्स अफ द अन्डरग्राउन्ड फोर्ट्रेस। म्याप युज गर्दा पनि हुन्छ, म्यापमा युज गऱ्यो भने आफै थाहा हुन्छ। अब म यहाँ गएँ है त। अब यो किन ल्याग हान्दैछ भन्दाखेरि यो चाहिँ मेरो अहिले नेट लास्टै स्लो छ। अब 3-4वटा ल्यापटप कनेक्ट छ, यहाँ फोन कनेक्ट छ, अनि वाइफाई पनि यसले 550 Mbps मात्र छ। त्यसैले वाइफाई राम्रो भने गेम मजाको चल्छ है त। अब यहाँ मैले क्लिक गरेँ, अब यहाँ हेर अब आफै गेट खुल्छ। यहाँ हेर गेट खुल्यो। अब भित्र गएँ, अब भित्र हेर त कति एनिमीहरू छन्। अब एनिमीलाई चुज गर्नको लागि भने एनिमीको बडीमाथि थिच्ने, अलिकति नजिक गएपछि एनिमीको सिलेक्ट गरेँ अनि यो क्लिक गऱ्यो भने एनिमी मार्न थाल्यो। हेर कसरी म मार्दैछु यिनीहरूलाई। हेर मेरो एक पनि ड्यामेज गर्न सकेको छैन, थोरै ड्यामेज गर्न सक्छ मात्र, धेरै ड्यामेजै गर्न सक्दैन यिनीहरूले मलाई। खत्तम एकैछिनमा कति ड्यामेज गर्न सक्यो मलाई 5800। अनि मसँग एउटा स्किल छ जसले एकैचोटिमा मेरो 1000 HP दिन्छ। यो हेर युज गर्ने बित्तिकै। अनि त्यस्तै स्किल्सहरूको बारेमा जान्दा पनि हुन्छ, त्यही स्किल सेक्सनमा गएर क्लिक गऱ्यो भने आफै भनिदिन्छ। अब यो छोडौँ है त। म तिमीलाई अब यस्तै फलो गर्दै गएपछि अब फेरि आयो। अब यो निरी जाने फेरि के भन्दैछ, ओपन द अन्डरग्राउन्ड फोर्ट्रेस डोर, यहाँ लेखेकै छ। फेरि गयो भने आफै खुल्छ यो। तर मलाई मार्नु छैन, छोड्दै मैले यो मिसनमा जानु छैन, मैले क्विट गरिदिएँ। क्विट गर्नको लागि यो पनि युज गर्न सक्छौँ। यो छ नि यो रिटर्न स्क्रोल बाउन्ड, यो के भन्छ आफ्नो ठाउँमा पुर्याइदिन्छ। यो युज गऱ्यो भने आफ्नै ठाउँमा पुर्याइदिन्छ। हेर मलाई खेल्नु छैन, यो बाहिर निस्किसक्यो। मैले ट्युटोरियल बनाउँदैछु नि त अहिले, पछि म कम्प्लिट गर्छु म। ल अब यहाँ आइपुगेँ। अब मसँग कति स्पेस छ हेर त, 21 स्पेस मात्र छ। अब मेरो सकियो भने के गर्ने त, कहाँबाट किन्ने? अनि ठ्याक्कै जहाँ भए पनि होइन यो युज गर्नु, यो युज गरेर ठ्याक्कै तिम्रो आफ्नो ठाउँमा आउँछौ। अनि यो मान्छे निरी जानु हेर्नु, जेनरल गुड्स मर्चेन्ट, यसको यहाँ निरी गएपछि आफै यसको अप्सन आउँछ। अनि त्यसपछि यो डबल क्लिक गर्ने, यो डबल क्लिक गऱ्यो भने सिलेक्ट भयो। त्यहाँ कतिवटा सिलेक्ट भएको छ, एउटा त्यहाँ ठ्याक्कै एउटा लेखेको छ क्या, त्यहाँ एउटा मात्र सिलेक्ट भएको छ। अब 10वटा क्लिक गरेँ 11वटा भयो त्यहाँ सिलेक्ट। 11वटा फेरि 10वटा क्लिक गरेँ 21वटा सिलेक्ट भयो। 21वटा मलाई किन्नु छ भनेपछि यसरी यता ब्यागनेरी पर्चेज गरिदिएँ। अब मसँग कतिवटा भइसक्यो र, अब 37वटा भइसक्यो। अब अर्को 21वटा छैन, यो डबल क्लिक गरेँ 10वटा किनेँ मैले फेरि। अब हेर 21वटा थियो 32वटा भइसक्यो, 11वटा किनेँ मैले। यसरी किन्दा पनि हुन्छ। अब ब्यागको सामानहरू बेच्दा पनि हुन्छ। मलाई कुनै काम नलाग्ने छ भने यो एक सिलेक्ट गरेँ, मैले सेल गरिदिएँ, मलाई बोले पैसा दियो। ब्याग यसरी पनि खाली गर्दा हुन्छ ब्याग। हेर अब मेरो 64वटा फेरि खाली, 64वटा ब्लक्स भरेको छ, त्यति खाली छ। अब यति हो होइन। अनि त्यसपछि मिसनहरू चाहिँ यही हो, येल्लोमा क्लिक गरेपछि आफै मिसनतिर जान्छ अनि खेल्न थाल्छ। अब हेर ड्रागन युज गरेँ, मेरो पखेटा खुल्छ, उडेर जान मिल्छ। अब यी छोड्नु छ भने छोड्दा हुन्छ। अब मिसनहरू कसरी थाहा पाउने भनेपछि यहाँ क्लिक गर्नु सबभन्दा सुरुमा प्रोफाइलमा। अब लेभल देखाउँछ तिम्रो त्यहाँ कति लेभल छ, 34 लेभल छ। अचिभमेन्ट्सहरू, पेट्सहरू मैले भने नि पेट्सहरू मसँग कुन छ, यो पेट्स छ, यो पेट्स छ, सबको एबिलिटीहरू पनि देखाउँछ है ती। मलाई यही ठिक लाग्छ किनकि यसले एमपी दिन्छ 5, त्यसैले मलाई यो ठिक लाग्छ, मैले यो युज गरेको छु। अब यस मिसनहरू हेर्नको लागि कहाँ जानुपर्छ, जर्नलमा थिच्नु। अब येल्लो कलरको मिसनहरू चाहिँ यो एपिसोड्सहरूमा हुन्छ। येल्लो कलरहरूले EXP धेरै दिन्छ। EXPले के काम गर्छ भनेपछि हेर ठ्याक्कै
मेरो यो तल हेर्दैछौ यहाँ कति छ क्यामेरानिर 82% छ, मतलब मेरो 34 लेभलको 82% जति कम्प्लिट भइसकेको छ। अब अझै 35 मा जानको लागि मलाई कति EXP चाहिन्छ, 18% EXP चाहिन्छ। अब EXP को लागि के गर्ने त भनेपछि त्यसै जर्नलमा जाने। अब धेरै मिसनहरू हुन्छ, रिजनल मिसनहरू पनि हुन्छ। अब रिजनल मिसनमा के छ, यो ग्रीन कलरमा चुज गर्ने। अब यसले के गर्छ, अब मलाई यसले 34% EXP दिँदैछ मलाई। मैले गो गरेँ भने आफै जान थाल्छ मैले। अब मलाई यो कम्प्लिट गर्नु छैन भने मैले गिभअप गर्दा पनि हुन्छ। यो गिभअप गरिदिएँ मैले, म यो कम्प्लिट गर्न सक्दिनँ, अर्कोमा जान्छु म। अब यसले पनि 34 EXP दिँदैछ, यसले 1% EXP दिँदैछ, यसले पनि 1% दिँदैछ। अब यस्तो स्क्रोल गर्दै गयो भने धेरै हुन्छ क्या त्यहाँ। फाइन, यसले 2% EXP दिँदैछ मलाई। कोइन्सहरू पनि दिन्छ, 44K कोइन्सहरू दिँदैछ। योहरू सब कम्प्लिट गर्नु है त। यसले गर्दा तिम्रो लेभलहरू छिटो बढ्छ अनि एबिलिटीहरू पनि छिटै खुल्छ क्या धेरै। अनि अरू चाहिँ योहरू तल छ नि, मेन तिम्रो गेम कतिखेर सुरु हुन्छ, 45 लेभल क्रस भएपछि सुरु हुन्छ। किनकि योहरू जति छ नि सब 45 लेभलमा खुल्ने हो। अनि 45 लेभल खुलेपछि तिमीले सामानहरू मार्केटमा छिरेर अनि तिमीहरू सामान सेल पनि गर्न मिल्छौ। यो अब मलाई पर्चेज गर्नु छैन अहिले, मैले सेल गर्नु छ। अब लिस्टमा पनि हाल्न सक्छौ। मार्केटमा गएँ मैले, सेटल लिस्टमा गएँ, मैले सेल गर्न मिल्ने के छ यो। अब मैले कतिमा सेल हानिदिन्छु मलाई 666,000 मा हालिदिन्छु म सेलमा। अनि रेजिस्टर गर्नको लागि मेरो 13,000 सेल भनेपछि यहाँ सेलमा हालिदिनु, मार्केटमा हालिदिनु। अब कोही मान्छेले आउँछ किन्छ भने तिमीलाई यति कोइन्सहरू दिन्छ। अब मार्केटमा राख्नको लागि तिमीले कति खर्च गर्नुपर्छ, 13,000 जति खर्च गर्नुपर्छ। अनि आयो भने चाहिँ एक्स्ट्रा कति आउँछ, 582K आउँछ। त्यसैले मैले कन्फर्म गरिदिएँ, मैले सेलमा हालिदिएँ। अब कोही मान्छे आउँछ र किन्छ भनेपछि मलाई त्यति पैसा आउँछ। अनि यो पनि हालिदिउँ सेलमा, मलाई 6 हालिदिउँ। 101 मैले 10 लाखमा हालिदिउँ न त, 100K मा हालिदिउँ, 100K हालिदिउँ, 100K मा हालिदिउँ ल। यो पनि हालिदिएँ मैले लिस्टिङमा। 70 वटा छ, यो चाहिँ 2 मिलियन मा हालिदिन्छु। त्यति पैसै छैन मसँग, 200K हालिदिउँ है त। 200K मा हाल्न गयो भने बाफरे त्यति धेरै खर्च भइरहेको छ। त्यसैले यस्ता लिस्टिङ नगरौँ, मैले धेरै छ त्यहाँ छोडिदिएँ मैले। अहिले मसँग कोइन्स पनि थोरै छ। अब यसरी हो। अनि रिवार्ड्सहरू कलेक्ट गर्ने के जानुपर्छ, जहाँ रेड कलर बलेको हुन्छ नि त्यहाँ जानु, आफै रिवार्ड्सहरू देखाइदिन्छ। यहाँ कलेक्ट अल रिवार्ड्स आयो, कलेक्ट गरिसक्यो मैले। रिवार्ड्स कोइन कति दियो, मैले 3K कोइन्सहरू दियो। यसै गर्दा यहाँ पनि हुन्छ सब्सक्राइब चाहिँ हामीले नै इन्भेस्ट गर्ने हो। सब्सक्राइब गर्दाखेरि हामीले इन्भेस्ट गर्ने हो। पैसा हामीले कमाउने भनेको सब्सक्राइब गरेर नै हो। सब्सक्राइब गर्छौँ अनि मिसनहरू खुल्छ, अनि तिमीहरूले किन्नहरू धेरै अर्न गर्न सक्छौ, अनि हामी सेल गर्छौँ। अहिले चाहिँ फ्री रिवार्ड्सहरू 45 सम्म चाहिँ फ्रीमै खेल्नुपर्छ है त। पैसा हामी अर्न गर्दैनौँ, तर तिमीहरूले चाहिँ स्यालेरी पाउँछ है। अब यो पनि बुझ्यौ। अब जर्नल मैले देखाइदिइसकेँ, जर्नलहरूमा के छ मिसनहरू, यो पनि बुझ्यौ। जर्नलमा थिच्यो यहाँ त्यही प्रोफाइलमा थिच्यो भने अब योहरू पनि हुन्छ। यहाँ डेली डन्जन्सहरू हुन्छ, लेभल 30 मा खुल्छ। योहरू कम्प्लिट गर्नु, योमा कम्प्लिट गऱ्यो भने गियर आइटमहरू दिँदैछ 10,000। यसले हेर्छौ मेरो कति लेभल अप हुन्छ होला। अनि एक्सपेडिसनहरू पनि छ, योहरू कम्प्लिट गर्न सक्छु। यहाँ जोइन गरेर गिल्ड जस्तै टाइपको यो जोइन गरेर यहाँ केटाहरूसँग नि खेल्न मिल्छ। अनि म्यानेज क्राफ्टिङ मैले भनेको थिएँ नि, क्राफ्टिङ गर्नको लागि यो ठ्याक यो चाहिन्छ। यो मसँग 2टा थियो, मैले अघि बेचिदिएको, 3टा थियो मैले बेचिदिएको। यस्तै युज गरेर चाहिँ क्राफ्टिङ गर्न सक्छौ, लेभल अप गर्न सक्छौ, गियर गर्न सक्छौ यसलाई। अनि अब रिसोर्सेसहरू पनि युज गर्न सिकाइदिए, लेभल अप के छ, ब्याग खाली गर्न पनि सिकाइदिए, पेट्सहरू पनि देखाइदिए। अनि त्यसपछि एनिमिजहरू पनि चिन्न सिकाइदिन्छु ल है त। अब यहाँ अर्कोमा जाऊँ।
अब यो 2 किलोमिटर पर छ। अब यसरी हिँड्दै जाँदा पनि भयो, यत्तिकै छोडिदिनु, आफै जान्छ 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 डन्जन्सहरूमा। अब हिँड्न मन लागेको छैन भने यसरी उड्नु, छिटो पुग्छ अलिकति। अनि यसको चाहिँ विङ्सको चाहिँ टाइम हुन्छ है, यति टाइममा तिम्रो आफै घटेर जान्छ। अब विङ्सहरू उड्दैछ हेर त्यहाँ उड्दैछ। मेरो सकिन आँट्यो यसको टाइम। अनि झर्ने बेलामा झऱ्यो भने फेरि तिम्रो ड्यामेज हुन्छ, त्यसैले झर्दै गर्दाखेरि होइन। अब सकियो, झर्ने बेलामा फेरि 1 क्लिक 2 क्लिक गरिदिनु। अब हेऱ्यो ड्यामेज हुँदैन त्यसरी गर्दा चाहिँ। अनि फेरि यहाँ क्लिक गर्नु अनि यसमा थिचिदिनु। अब यहाँबाट चाहिँ धेरै माथि पहाडतिर म झरेको छु, त्यसैले यहाँबाट चाहिँ युज गर्न मिल्दैन कि। यत्तिकै जम्प गरेर जाउँ न। ल यहाँ क्लिक गरेँ अनि फेरि घोडामा योसँग बोल्न थालेँ म। यसले मलाई दियो, हेऱ्यो कति दिँदैछ मलाई, 2% एक्सपी दिँदैछ र यो सामानहरू पनि दिँदैछ। अब यही सिलेक्ट गर्ने बेला चाहिँ कहिलेकाहीँ तिम्रो रातो देखाइदिन्छ। किन देखाइदिन्छ? त्यतिखेर तिम्रो ब्याग फुल हुन्छ। अब उसले रिसोर्सेस दिन्छ, तिमीलाई 2टा सामान दिइरहेको छ, सामान हाल्नको लागि त ब्याग चाहिन्छ नि त। अब मेरो 62वटा ब्याग खाली, 64वटा ब्याग खाली थियो, ब्लक भरेको थियो, अरू खाली थियो नि त। अनि त्यसरी चाहिँ मैले त्यो मिल्छ एक्सेप्ट गर्न। अनि कहिलेकाहीँ चाहिँ एक्सेप्टै गर्दैन। किनकि तिम्रो त्यतिखेर ब्याग फुल हुन्छ, रेड कलर भरेको हुन्छ, 70/70 भरेको हुन्छ नि, त्यतिखेर चाहिँ मिसन एक्सेप्ट गर्दैन। अब मैले जान्छु म। अब योसँग कोसँग बोल्न भन्छ। फेरि यहाँ चाहिँ टकमाथि चाहिँ यो चाहिँ स्किप गरिदिनु, डबल क्लिक गरेर उसले पनि 2% एक्सपी दियो, मैले पाइसकेँ। फेरि यहाँ जानु, अर्को मिसनहरूमा पनि जाँदा हुन्छ। त्यो मिसन मैले खेलिसकेको थिएँ, त्यसैले कम्प्लिट भयो। मैले भनेको थिएँ नि अघि कहाँबाट खोज्ने भनेर त्यो आइटमहरू, क्राफ्टिङ आइटम्सहरू। लास्ट नेट ल्याग भएर चाहिँ नबनाउने भन्दै थियो, त्यही पनि अब बनाउनु पर्यो। अब बनाइदिरहेको छु, त्यही पनि यस्तो नेट स्लोमा पनि क्वालिटी त राम्रो छैन। मैले यसलाई यत्तिकै मार्दा पनि हुन्छ। अब कुनै मिसनमा भनेको हुन्छ कि ठ्याक्कै यहाँ लेखेकै हुन्छ किल यति किल, जस्तै यो मिसनमा पुगेँ नि म, अनि लेखेकै हुन्छ ठ्याक्कै कि डिफेट 3 विथ हार्ड ब्रान्च स्पाइडर लेखेकै हुन्छ येलो कलरमा। तर अहिले त मिसनमा छैन नि त, म त्यसैले लेखेको छैन। अनि जानु, त्यसलाई सिलेक्ट गर्नु, ठ्याक्कै सबको के को नामहरू छ नि, एनिमिजहरूको नाम माथि नै लेखेको हुन्छ छोटाउको। मैले सिलेक्ट गरेँ। अब मैले यत्तिकै मार्दा पनि मिल्छ यसलाई मैले यत्तिकै मार्दा पनि हुन्छ। मलाई कोइन्सहरू दिन्छ, यसरी मार्दा पनि हुन्छ यत्तिकै, बिना मिसनमा पनि। मिसनहरू हार्छ भने यो कलेक्ट गर्नु, कोइन्सहरू म पाउँछु यसले, यत्तिकै मार्दा पनि हुन्छ। ल मऱ्यो, मलाई किन्नाहरू दिन्छ। यसले पनि थोरै मात्रै एक्सपी बढाउँछ फ्रीको। धेरै एक्सपीको लागि चाहिँ यही मिसनहरू कम्प्लिट गर्नु। अनि मैले अघि भनेको थिएँ नि, किन विङ्स युज गरेको, अघि भनेको थिएँ नि क्राफ्टिङको लागि यो यस्तोहरूमा थिच्नु। यहाँ गएपछि हेर यो अप्सन आउँछ, यहाँ थिच्यो भने सक्सेस र फेलको अप्सन देखाउँछ क्या। त्यहाँ सक्सेस भयो भने तिमीले त्यो पाउँछौ त्यो क्राफ्टिङ मेटेरियल, फेल भयो भने चाहिँ पाउँदैनौ। हेरौँ के हुन्छ मेरो। सक्सेस लेडी लभ, मलाई सक्सेस भयो। मैले त्यो अब क्राफ्टिङ आइटम्स मेरो ब्यागमा आइसक्यो होला। हेऱ्यौ ठ्याक्कै आयो कि न यो रुबी जेमस्टोन। यस्तैहरू कलेक्ट गरेर तिमी क्राफ्टिङ गर्न पनि सक्छौ। अब यति नै हो मिसनहरू चाहिँ, यही कम्प्लिट गर्नु। मिसनहरू चाहिँ यी थिच्दाखेरि तिम्रो गइहाल्छ आफै मिसनमा। रिवार्ड्सहरू अब हेर यहाँ यही रिवार्ड छ नि, यो त यो ब्याटलहरू छ, ब्याटल ग्राउन्ड, योहरू कम्प्लिट गर्न सक्छौ। अनि अब गेमको बारेमा केही कुरा पनि थाहा गर्नु छ भने त्यहाँ ग्रुपमा म एड गरिदिरहेको हुन्छु, त्यहाँ पनि सोद्धा हुन्छ। अनि यो सामानहरूको बारेमा थाहा पाउनु कि यो के गर्छ भनेर, के काम गर्छ, गियर गर्ने छ, आफै लेखेकै हुन्छ ठ्याक्कै त्यसकै साइडमा के काम गर्छ, कसले के काम गर्छ भनेर। स्किल्सहरू स्किल्सहरू यही हो। अब मसँग जस्तै यो टोकन भएको भए मैले नयाँ स्किल्स पनि खोल्न मिल्थ्यो। यहाँ थिच्थेँ म, हेर्थेँ म यसले के गर्छ, प्रोटेक्टिभ सिल्स दिन्छ 20 सेकेन्डको लागि। क्वायर गएपछि म खोल्थेँ, तर मसँग के छ, स्टिकमा स्ट्याट छैन, मतलब टोकन छैन मसँग, त्यसैले खोल्न मिल्दैन। गेम त यही हो, खेल होइन, एक्सपीहरू गेन गर, कोइन अर्न गर, छिटो लेभल पुर्याऊ, त्यति हो। सकेसम्म 45 लेभल चाहिँ छिटो पुर्याऊ है, यति हो। ल अब खेल्दा हुन्छ गेम त्यसो भए।